कालिम्चोक ट्रिप अब लाग्यो कालिम्चोकतिर। यता र उता बुढी हल्लिरहेकी छ, किचनमा के मिलाइरहेकी छ। अब 2 दिनको लागि जान लाग्यो अनि यसो अब त्यहाँ मिलाउने ओर्ने कार्यक्रम हुँदैछ। फटाफट हतार हतार गरेर उहाँ पुरै यता र उता मेकअप गर्न छिर्नुभयो फेरि। अब भित्र अब छिर्नुभयो मेकअप गर्न र अब कति बेर फेरि मेकअप भन्न सकिँदैन। अँध्यारा कोठामा बसेर मेकअप। अब लाग्यो हामी यहाँदेखि सरर स्कुटी लिएर। यो जाम, कोटेश्वरको जाम, ओहो सबैभन्दा ठुलो समस्या भनेको काठमाडौँमा जाम। अब जाम पनि खुलो, त्यस पछाडि लाग्यो सररररररररररर स्कुटीमा बिस्तारैसँगले। तर यो एमाको स्कुटी चाहिँ मलाई बबाले लागेको क्या। पम्चर थियो मेरो स्कुटी, एउटा त ठेडी जस्तो के घुसाएर लिएर हिँडेको। कालिम्चोकै पुऱ्याइदिने हो मैले त। ओहो ज्याद्रो मान्छे नि म त। आफ्नो तारिफ आफैले गर्दाखेरि अलिक नसुहाउँदो रहेछ। कोटेश्वरमा लाग्यो। अब कोटेश्वरबाट सारारारारारा पठाउमा फुड डेलिभरी गर्दै हुनुहुन्छ। निकालेर खाउँ कि जस्तो लाग्यो, फेरि खान मन लागेन। अब यहाँदेखि लाग्यो भक्तपुरतिर छिरियो। भक्तपुर हुँदै 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 त्यस पछाडि हाम्रो राइट पुरै दुध गतिमा चलिरहेको छ। यता र उता ओभरटेक गर्दै जाऊँ भनेको, खासै तर मलाई ओभरटेक गरिहाल्न चाहिँ मन लाग्दैन क्या। बाइक भएको भए त गरिन्थ्यो, स्कुटी भएर पिलित चिप्लेर। अब यहाँदेखि लाग्यो उडाउँदै पहाडको बाटो, टर्निङ यता र उता सुताउँदै उठाउँदै स्कुटीलाई यस्तो मोड्दै ओर्दै लाग्यो। अब फेरि पहाडै पहाड। अब खरीढुङ्गा छेउमा पुग्यो। खरीढुङ्गा यस्तो राम्रो बवाल भ्यू हेर्दै 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 लाग्यो। बिचमा अलिकति रेकर्ड गर्न पाइएन। किन रेकर्ड गर्न पाइएन भन्दा आफूले यस्तो धुलो यस्तो धुलो यस्तो धुलो यस्तो धुलो त मैले कहिल्यै खाएकै थिइनँ क्या। जब यो के अरे ठ्याक्क के भन्छ त्यो ठाउँको नामै बिर्सेँ। अब यही बेलामा ठाउँको नाम आउँदैन। के ठाउँ के अरे बनेपा साँगादेखि उता के हो हे तपाईँहरू आफै भन्नुहोस् हौ, बिर्सेँ। धुलीखेल, ठिक 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 धुलीखेलबाट लागेको। ओहो धुलोले त एकचोटिमा पुर्देर खत्तम बनाइदियो। त्यस पछाडि हामी पुग्यो चरीकोट। चरीकोटमा यहाँ यसो बुढी भिडियो बनाउँदैछ, म पनि यहाँ बसेर चियाको पर्खाइमा छु। जाडो चरीकोटमा यति जाडो छ। ओहो त्यहाँ पर्खिरहेछौँ। गाडीमा लोडेड सामान छ। यो सामान लिएर कहाँ जाने बाटो यता र उता देखाएको छ है। हेर्नुहोस् त्यहाँ चरीकोट कता कता पहाड हिमाल देखिरह। त्यहाँदेखि लोडेड सामान यही गाडीमा। लोडेड सामान लिएर अब हामी निस्किन लाग्दैछौँ। भाइको प्रतीक्षामा आउँदैछ। कुखुरा खोज्न गएको छ क्या, भाले, लोकल भाले खोज्न गएको छ सोल्टी। अब आइसक्यो। आइसकेर हामी बोलेरो चढेर, बोलेरोमा दाइले यस्तो बबाल हाँक्दै गुटुङ टुङ 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 पार्दै लाग्यौँ। स्कुटी त्यहीँ पार्क राखिदिउँ। स्कुटी चाहिँ लिएर माथि चाहिँ बाइक भिआरहरू हो भने चाहिँ लिएर जानु होला। स्कुटी लिएर चाहिँ जानुभयो भने 500 रुपियाँको बाटोलाई 5000 खर्च हुन्छ। बाटो चाहिँ पल्लो डाँडो टेक्दा पल्लो डाँडो चिप्लिने जस्तो छ। ढुङ्गाहरू बिछ्याएर स्कुटी त एकदम गाह्रो हुन्छ। बाइकहरू चाहिँ मजाले जान्छ। स्कुटीमा चाहिँ एकदमै गाह्रो हुँदो रहेछ। त्यही भएर स्कुटी राखेर हामी बोलेरोमा ओहो कुरी भिलेजतिर लाग्यौँ हामी। यहाँदेखि पहाडको रमणीय दृश्य हेर्दै कुरी भिलेजतिर उडाइ सरर यस्तो बादल पारीको देशबाट। फेरि म त सिङ्गर पनि कुनै जमानाको एक प्रकारको सिङ्गरै हो नि हो। अहिले पो अलिकति बुढो भइयो, बोली धोद्रो हो भयो। गाह्रो छ नि यो। कुरी भिलेज आइपुग्यो। हेर्नुहोस् कुरी भिलेज। सबै यहाँ पर्सनल घर भन्ने नै छैन, सबै होटलै होटल। जति पनि देखेका छन् योलाई भन्छ नेपालको स्विजरल्यान्ड। नेपालको स्विजरल्यान्ड भनेको चाहिँ कालिम्चोकको कुरी भिलेज। कुरे कुरे भन्ने गीत छ नि, त्यो गीत गाउँदै गएको, फेरि गाउँदै अरे सुन्दै गएको। ओहो साह्रो रमाइलो गर्दै कुरी भिलेज पुग्यो।
गाडी स्लो हुँदैछ अब यहाँ अलिकति पानी परेर बाटो चिप्लो थियो हल्का धेर त छैन हल्का चिप्लो बाटो लड्दै पड्दै आएका हामी भन्दै हामी पुग्यौँ यत्रो गाडीहरू पनि आउँदो रहेछ आउन चाहिँ जत्रो गाडी नि आउँछ आउन त तर स्कुटी चाहिँ अलिक गाह्रै पर्छ तर मेरो चाहिँ यामाहाको स्कुटी हो तरिकोटसम्म चाहिँ पुऱ्याए डबल सिङ्गल राइड गरेर त्यस पछाडि उता चाहिँ आँट आएन भन्दा पनि 500 रुपियाँको भाडाले 5000 खर्च गराउँछ कि जस्तो लागेर त्यतैतिर यसो साइड लगाएर थन्काइदिएर त्यस पछाडि अब आइपुग्न आँट्यो हामी ठ्याक्कै हामी कहाँ आइपुग्यो भन्दाखेरि होटल सुनापाथी ल होटल सुनापाथीको सर्भिस चाहिँ एकदमै राम्रो खानाहरू एकदमै मिठो रुमहरू लग्जरियस रुम बवाल रुम क्याम्प फायर पनि बवाल त्यहाँको स्टाफहरूदेखि लिएर सबजना एकदमै राम्रो मजाले बोल्ने रुमहरू पनि एकदमै राम्रोसँगले डेकोरेसन गरेको पुरै हिटरहरू लगाएको बेड हिटर लगाएको एकदमै राम्रो बवाल रुमहरू हेर्नुस् रुमहरूको बाहिरतिर सबै डेकोरेसन गरेर कस्तो बवाल नेपालको झन्डा फरफराइरहेको छ त्यहाँ बवाल रुमहरू सहित अब आफ्नै अनुहार देखाउनतिर लाग्यो अब अलिकति ह्यान्डसम मान्छेले देखाउनु त पर्यो नदेखाइ भएन यो चाहिँ रुम छिर्नुभन्दा अगाडिको दृश्य हो राम्रो दृश्य बनाएको रहेछ सबै कार्पेटहरू ओछ्याएर अब रुमभित्र छिरेँ म हेर्नुहोस् रुम चाहिँ एकदमै बवाल एकदमै राम्रो पुरै हिटरहरू भएको सबथोक भएको रुम एकदमै आनन्दको राम्रो टोयलेट बाथरुमहरू पनि सफा चिटिक्क टिभी भएको सबथोक राम्रो खालको रुम रहेछ होटल सुनापाथी है नम्बर पनि त्यही बोर्डमा छ त्यही बोर्डमा कन्ट्याक्ट गर्नु होला अझै मेरो ब्लग मेरो भिडियो हेरेर मेरो नाम लिएर जानुभयो भने विशेष छुट तपाईहरुको लागि हाम्रो होटल सुनापाथीको म्यानेजर सर आफै काम गर्दै हुन्छ नि उहाँ त बहुत खतरा मान्छे हो नि त फेरि म्यानेजर सर आफै यताउता गर्दै हुन्छ क्याम्प फायरको लागि रेडी गर्दै हुनुहुन्छ अर्को टोली उता डान्स हान्दै हुन्छ डीजे वाला बाबु तेरा गाना चला दे भन्दै यता म्यानेजर सर बसिराख्नु भएको छ म्यानेजर सर प्लस माई ब्रोदर त्यही भएर मेरो नाम लिएर जानुस् यो होटलमा तपाईहरुलाई सर्भिसदेखि लिएर सबै कुरा राम्रो छ त्यस पछाडि हल्का अब पानी खानु पर्यो भनेर एउटा गिलासमा कागती पानी हालेको अलिकति कागती पानी खाएको ओहो बुढीले त स्वाटै कागती पानी पार्दै मैले त हल्का कागती पानी खाएर फेरि कागती नै चुसेको फेरि अलिकति फेरि थपेर खाउँ जस्तो लागेर यसो अलिकति खान खोजेको थिएँ ओहो मलाई त कागती पानी खानु पर्यो भनेर यसो मुखमा हालेको गनायो कागती पानी पानी नै नमिठो के मनै परेन त्यस पछाडि छोडिदिए अनि अब रमणीय दृश्य हेर्नलाई अलिकति माथि हाइटमा गएर यसो कुरी भिलेजको नाइट भ्यू हेर्दिउँ न त नियालेर भनेर भाइ म अनि बुढी लाग्यौँ त्यस पछाडि भोलिपल्ट बिहान अब हामी कालिम्पोङ दर्शन गर्नका लागि रेडी भएर हो त्यहाँ दुईटा डल्ला हिँडिरहन् हो त्यो डल्लामा चढेर फेरि म त डल्लामा चढ्नलाई त खतरा मान्छे हो नि त म नडराइकन निडर तरिकाले चढ्दिने मान्छे हो यस्तो खतरा मान्छे हो नि म जतिचोटि हेर्दा पनि एकचोटि डराउँदिनँ जस्तो सुकै होस् न नडराइकन जाँदैछौँ हामी सरासर त्यो डल्लोमा चढ्नलाई बाटोमा हेर्दैछ अलिकति हिँड्नु पर्ने रहेछ 5 मिनट म्यानेजर सर पनि हल्ला गर्दै हिँड्दै हुनुहुन्छ आफ्नो पनि अनुहार नदेखाइ त भएन नि त यस्तो हेन्सम मान्छे अब चस्मा फेरि यो चस्मा चाहिँ फेरि पुरै अमेरिकाबाट ल्याएको हो क्या यो लगभग 2 लाख जतिको चस्मा लाएर हिँडेको छु अब जाँदैछु अलिकति 5 मिनट चाहिँ हिँड्नु पर्दो रहेछ त्यहाँबाट धेर त होइन 5 मिनट छ्यास छ लाग्यौँ हामी 3 जना फेरि नाक चाहिँ रातो न रातो भएर चिसोले ओहो कठ्याङ रिदो जाडो नि हो यतिखेर त डल्लो आइपुग्यो डल्लो
डल्लो लिन आयो। यो डल्लो चाहिँ फेरि खतरा स्टाइलको रहेछ। यस्तो डल्लो त नेपालमा कहीँ पनि छैन होला। एउटा डल्लो आउने, त्यहाँ ठ्याक्क रोक्ने, मान्छेले ठ्वाक्क ढोका खोल्ने, भित्र छिराउने, फेरि डल्लो पठाउने, फेरि अर्को डल्लो रिटर्न आउने। यो खतरा डल्लो लाग्यो मलाई। बबाल, यस्तो डेन्जर डल्लो। अर्को डल्लो आयो, एउटा डल्लो गइसक्यो त्यहाँबाट। यो दुईवटा डल्लो, जम्मा 4वटा डल्लो रहेछ चढ्नको लागि। कालिम्चोक केबल कार भनेर त्यो डल्लो आउँछ। त्यहाँ विश्राम गर्ने ठाउँ छ डल्लो। अनि मान्छेले यस्तो ढोका खोलेर 8जना मान्छे चढाउनु हुँदो रहेछ। म त फेरि लास्टै निडर मान्छे नि, यो थुरथुरी कामिरहेको छु उहाँ। ओहो, सबैभन्दा बढी हाइटदेखि डर लाग्ने मान्छे म। कामै छु त्यहाँ। आहा, हेर त तल हेर्न नसकेको, अर्को भिडियो बनाउँदैछ। पुग्यो हामी केबल कारबाट माथिकोबाट जुम तानेर कुरी भिलेजको दृश्य। अलिकति त्यहाँबाट केबल कारबाट उत्रे पछाडि 15 मिनट जति चाहिँ हिँड्नु पर्दो रहेछ। टिकटक चल्दैछ हाम्रो बुढाबुढीको। उफ्री बुढी ठुसुक्क परेर बसेकी छ। अनि यहाँ फकाउँदैछु। म के भन्दैछु भने, अब आज बिहे भएको दिन, त्यही भएर लजाकी होला नि त गरेर गरिदिएको त। ठुसुक्क परेर हाँस्न सुरु भयो। म हल्का कमेडी पनि हो नि त। कमेडीदेखि लिएर सिङ्गरदेखि लिएर म त पुरै मल्टी इन्टरनेसनल मल्टी ट्यालेन्टमा नाम राख्दा पनि मलाई चाहिँ नि खासै सरकारलाई फाइदै हुने कुरा हो क्या यो चाहिँ, हैन। अनि म खतरा हो नि त। हिउँ पर्न सुरु भयो। अब हिउँमा एकछिन उफ्रियौँ हामी दुईजना बुरुक। फेरि हिउँ पनि कति चिसो हुँदो रहेछ है। हिउँ त तातेर पर्नु नि, हेर्नु त फुरुरु उडेको। अब यतिखेर यो चैतका दिनमा के हिउँ भन्नु। यसो हिउँ जस्तै सेतो खालको अलिअलि यसो आयो, थोरा बहुत हिउँ परेर हामी होटल सुनापाती छिर्दैछौँ। यो अरू गेस्टहरू पनि आउनु भएको छ। यहाँ हिउँमा रमाउँदै बस्नु भइरहेको छ। त्यस पछाडि बुढीको टिकटक सुरु भयो। अब डान्स यहाँ फेरि खतरा, आफ्नै तालको डान्स छ उसको फेरि। ओहो, त्यस पछाडि हामी भोलिपल्ट लाग्यौँ सरर हिमालको दृश्य हेर्दै। हामी लाग्यौँ कहाँ लाग्यौँ भन्दाखेरि भीमसेन थान के भन्छ त्यो भीमसेनको मन्दिर दर्शन गर्न लाग्यौँ। त्यो पसिना आउने ठाउँ क्या। देशमा के अनिष्ट हुन आँट्यो भने तुरुरुर पसिना झर्छ अरे नि त त्यहाँबाट। हामी त्यतातिर लाग्यौँ सरर स्कुटीमा। हिमाल जस्तै रहेछौ तिमी, बिहानीको घाम कता हिँडेको, बिजुली भालेर हट भएर, अपट भएर, ड्युटी भएर, सेउसी भएर, कोनी के भएर भन्दै हामी हिमालको दृश्य हेर्दै भीमसेन थानतिर लाग्यौँ। फेरि स्कुटीमै लाग्यौँ नि फेरि सिधै हामी त। अब पेट्रोल सकियो, तनाव होला जस्तो भएको थियो। तर यस्तो हेरेको पेट्रोल पम्प देखेँ, गएर सरर पेट्रोल हालेको, ठ्याक्कै 120 रुपियाँको पेट्रोलले त फुल भयो। त्यसपछि स्कुटी रोकेर हामी लाग्यौँ भीमसेन थानतर्फ। मैले बोकिरहेको छु पूजा गर्ने सामान। हेलो कुकुर, के छ? कुकुरलाई पनि यहाँ देखाउँदै हामी भीमसेन मन्दिरतर्फ हामी लाग्यौँ यहाँबाट। त्यहाँ त फेरि बोकाको बलि दिँदो रहेछ यस्तो डेन्जर तरिकाले है। मुख च्याप्प पक्रेर अनि यस्तो घाँटी सर्र रेटेर पुरै रगत हाल्दै चिरिरिरि पार्दै बलि दिँदो रहेछ। ठिक्क म पुगेको थिएँ त्यहाँ। ढोक्दै म जाँदैछु। अलिकति माथि रहेछ, धेरै त होइन, हल्का थोरै। अब फेरि मेरो ज्याकेटको हालत यस्तो भएको रहेछ। त्यति नलाउँ भने जाडोले कट्याङ्ग्रिन्ला भन्ने डरले लागेको। गर्मी, बरफ, पसिना उफ, म त उफ गर्दै हिँडेको। लास्ट गर्मी भयो यहाँ त। आहो, गर्मी रहेछ, एकदमै धेरै गर्मी रहेछ। त्यहाँ न बाँदरको कस्तो मजाले सेप भएर बसेको। हनुमानजी कस्तो मजाले बसिरहनु भएको छ ट्याक्राक्क लगाएर। त्यहाँ काठको आफै सेप बनेको, मान्छेले बनाएकै होइन त, आफै त्यहाँ कस्तो मजाले बसिरह्यो। त्यस पछाडि हामी मन्दिर नजिक सिँढी छेउमा आइपुग्यौँ। हामी
सर अब माथि चढ्दैछौँ। म पूजाको डालो बोकेर हिँड्दैछु। चप्पल जुत्ता राख्नुपर्ने रहेछ। अब चप्पल जुत्तालाई व्यवस्थापन गर्नको लागि हामी लाग्दैछौँ चप्पल जुत्ता राख्ने ठाउँतिर, लकरमा। अब हामी त्यहाँ पूजाहरू सबै थोक सकेर लाग्यौँ आफ्नो वासस्थानतर्फ, गन्तव्यतिर। बाटोमा यहाँ स्कुटी धेरै बेर हाकेको भएर फत्रक्कै ढाड दुखेर गलेर बसिरहेको छिन् महारानी। म चाहिँ यहाँ जिस्काइरहेको छु गर्दै महारानीलाई। अब हामी यहाँबाट पनि बिस्तारै लाग्छौँ पहाडको दृश्य हेर्दै। फेरि खरिढुङ्गा भन्ने ठाउँमा आएर हामीले स्कुटी रोकेर अब एकछिन चटपटै खाने निर्णय गऱ्यौँ र यसो सबैतिरको दृश्य हेर्दै चटपटे खानातिर लाग्यौँ। बसिराख्नु भएको छ म्याडम मस्तले। कति राम्रो भ्यू रहेछ। आफ्नो अनुहार फेरि नदेखाइ त मलाई चित्तै नबुझ्ने क्या। अब हेन्सम मान्छे होइन, देखाउनु परिगयो। अनि अलिअलि यसो हानिदिएको नि त आफ्नो अनुहार हल्का तरिकाले। के छ र होइन कि कसो हो गाइजहरू। ल अब चटपटे बन्दैछ। यस्तो डेन्जर हावा लागेको नि त चटपटेको त बोरा भनेछु त टेबलै उडाउँछ जस्तो क्या। इनर्जी ड्रिङ्क खाँदा खाँदै मैले त बुढीलाई त दिनै बिर्सेछु। भिडियो बनाउने चक्करमा भरे त